यो खुवा बनाउँदैछु यहाँ अलिकति अर्डर थियो दिनेशकोमा त्यही भएर बनाउन लागेको खुवा हामीले दहीको लागि पनि यसैमा दुध तताउने गर्छौँ पनिरलाई पनि यसैमा तताउने गर्छौँ र खुवाको लागि चाहिँ यसैमा बनाएर सुकाउने नै हो यसमा सलक्क यो दुध सुकेर खुवा बन्छ यसैमा सुकाउने अनि यो यसैमा सुकाएपछि पछि डब्बामा निकाल्ने त्यसपछि यो खुवा हुन्छ यो यहाँ दिनेशले आधा किलो भन्नुभएको थियो अरू त्यहाँ काउन्टरमा राखेपछि फेरि बिक्री हुन्छ भनेर बनाएको अर्डर आएपछि मात्र बनाउने हो चाहिँ प्रायः धेरै जसो अर्डर आएपछि बनाउने गर्छौँ कोही बेला अर्डर नआए पनि बनाएर राख्ने गर्ने विदेश जानेहरूले पनि अर्डर गर्छन् विदेश जानेहरूले पनि अर्डर गर्छन् विदेश जानेहरूले नि अर्डर गर्छन् यो अस्ट्रेलिया लान पाउँदैनन् यो दुधजन्य पदार्थहरू जापान युरोपतिर जानेहरूले बनाएर लिएर जान्छन् अर्डर गरेर लिएर जान्छन् पनिर पनि त यसैमा तताएर बनाउँछ पनिर यसैमा तताएर निकालेर बाहिर फटाल्ने दहीको लागि यसैमा राख्ने त्यहाँ चिसो भएपछि दही बनाउने गर्छौँ यसको तल चाहिँ आगो बल्छ ग्यासबाट होइन यहाँ आगो छ यही ग्यासको आगो छ यहाँ यी दुईवटा बर्नर छन् यिनी बर्नर छन् यहाँबाट हुन्छ यो बर्नर हो यो यति घुमाइ पकाइ सुकाउने हजुर बोर्डरबाट हो ग्यास चाहिँ उता छ मोटर यहाँबाट लाइन यताबाट लगाएर उतै हिँड्नु न भयो अब यसरी घुम्ने चाहिँ रोकियो मोटर बन्द गरिदिएपछि हाम्रो यहाँ एउटा चुल्हा यहाँ छ एउटा चुल्हा यहाँबाट बल्छ अर्को यताबाट छ यहाँबाट छ दुईवटा चुल्हा बल्छन् यसमा यही हो हजुर दुईवटा चुल्हा एउटा चुल्हाले यत्रो ठुलोलाई भ्याउँदैन नि त्यो भएर दुईवटा चुल्हा गराउने गरेको छ त्यही नै हो हस् त फेरि घुमाउने घुमाउने नघुमाए फेरि त्यो तल जल्छ नि यहाँ तल जल्छ टाँसिन्छ नि लाग्छ आसनमा लाग्छ त्यो भएर घुमाउने हो नसुकुन्जेल चलाउने हो झन् अहिले त भन्दा जति बाक्लो हुँदै गयो उति बढी चलाउनु पर्छ यसलाई बाक्लो हुँदै जान्छ बाक्लो हुँदै जान्छ यो सुक्दालाई बाक्लो हुँदै जान्छ अब दुधमा बाक्लो भइसक्यो र यसमा मैले 8 लिटरबाट माथि दुध राखेको थिएँ अहिले 4 लिटर जति भइसक्यो आधी सुकिसक्यो यसमा कति बन्छ त्यो 8 लिटर दुधबाट यसमा बन्ला लगभग 8-9 लिटर दुध राखेपछि बन्छ होला 2 किलो 1.5 किलोबाट माथि हुन्छ सुकाउने हो घट्ने त भइ नै हाल्यो होइन तल ग्यासबाट बल्छ यो लगाउनु पर्दैन यो लगाउनु पर्ने हो नलगाए पनि केही हुँदैन भने त जस्तो कोहीको ठाउँमा ठोकिन्छ भनेर लगाउनु पनि पर्छ नलगाए पनि हुन केही हुँदैन यसरी उम्लिन्छ यसरी पाकेको छ बास्ना आउने बास्ना आउने खुवाको बास्ना हुन्छ दुधको बास्ना हो नि त दुध हो बाहिर पनि गयो बास्ना धेरै बास्ना चाहिँ दाउरा पकाउने भए आउँथ्यो अनि यसमा नि आउँछ यो चाहिँ खुवा निकालेको अहिले मैले बनाउनु लागेको दुधको चाहिँ यो खुवा हो लगभग 9 लिटर दुध हो 8 पछि थपे 9 लिटर दुधको हो यो 3 डब्बा यता 1 डब्बा छ 4 डब्बा भयो हजुर 4 डब्बा आधी किलोको 4 डब्बा हो आधी किलो नपुगेपछि थपमा हुँदा काँटामा मैले मिलाउने हो यति भयो यो यसमा यहाँ सोरसार गर्दैछु सोरसारमा कति निक्लिन्छ निक्लिनु छैन त्यसमा त